यारू सबैजनालाई नमस्ते। आजको विषय भनेको ईश्वर एक छ, सत्य एक छ, तर पाखण्ड अनेक छन् भनेर म यहाँहरू समक्ष थोरै बोल्ने कोसिस गर्नेछु। यो भिडियो प्रवचन शैलीमा भए तापनि मैले बोल्दाखेरि केही कुराहरू शब्द उच्चारणहरू गलत भयो भने कृपया एउटा भक्तले एउटा साधकले बोलेको कुरा गलत भयो भनेर बुझिदिन सक्नुहुनेछ। पहिलो कुरा भनेको एकेश्वरवाद हो, यानि कि ईश्वर एकै छ भन्नु हो। वेदमा एकेश्वरवादको जति स्पष्ट र सुन्दर वर्णन छ त्यो वर्णन संसारको सम्पूर्ण साहित्यमा कहीँ कतै पनि भेटिँदैन, पाइँदैन। न द्वितीयो न तृतीयश चतुर्थो न प्युच्यते, न पंचमो न षष्ठः सप्तमो न प्युच्यते, नाष्टमो न नवमो दशमो निप्युच्यते, ये एतं देवमेक वृत्तं वेद। यानी कि स सर्वस्मै विपश्यति यच्च प्राणति यच्च भनेर मन्त्र आउँदछ। तमिदं निगतं सह स एष एक एक वृदेक एव, ये एतं देवमेक वृत्तं वेद भनेर अथर्ववेदमा यो मन्त्र आउँदछ। जुन मन्त्रले हामीलाई स्पष्ट के पार्दछ भने कि वेदमा परमात्मालाई केवल एकै रूपमा एकै तरिकाले वर्णन गरिएको देख्न सक्दछौँ। यी मन्त्रहरूमा परमात्माबाट 2 देखि 10 सम्मका सङ्ख्याहरूको निषेध गरिएको छ। ईश्वर दोस्रो पनि होइन भनिएको छ, तेस्रो पनि होइन भनिएको छ, इत्यादि कुराहरूलाई हामीले यी मन्त्रहरूमा देख्न सक्दछौँ। यदि हामीले कनाद मुनिद्वारा रचित वैशेषिक दर्शनका अनुसार यस मन्त्रको व्याख्या गर्न थाल्यौँ भने त्यो मन्त्रको व्याख्या चाहिँ यस्तो प्रतीत हुन्छ। त्यो परमात्मा न द्वितीय पृथ्वी होइन, न तृतीय जल होइन, न चतुर्थ अग्नि होइन, न पंचम वायु होइन, न षष्ठ त्यो आकाश पनि होइन, न सप्तम त्यसलाई हामीले काल हो भनेर पनि भन्न सक्दैनौँ, त्यो काल पनि होइन, न अष्टम त्यो दिशा पनि होइन, न नवम त्यो आत्मा पनि होइन, र न दशम त्यो मन पनि होइन। यानी कि मन जो हरेक कुराको ज्ञाता हुन्छ अथवा हरेक कुरा जान्ने उसमा प्रयत्न हुन्छ अथवा हरेक कुराको उत्पन्न हुन्छ। अब प्रश्न उठ्दछ, यदि यसो हो भने परमात्मा चाहिँ के हो त, अथवा ईश्वर के हो त, तथाकथित रूपले जो अंग्रेजीमा गॉड भन्छ त्यो के हो त? विद्वानहरूले उस परमेश्वरलाई अद्वितीय, एकरस र अखण्ड मानेका छन्। उक्त परमात्मा जड र चेतन सम्पूर्ण जगतलाई विशेष रूपले देख्दछ। यो सारा संसारलाई त्यसै प्रभुमा आश्रित गर्दछ अथवा यो सारा संसार सोही परमात्मामा आश्रित छ। त्यो परमात्मा सबैको सञ्चालक र प्रवर्तक हो। येषः एकः ऊ एकै छ, ऊ एक रस छ, अखण्ड छ अनि चेतन छ। एकः एव ऊ केवल एउटै हो के, ऊ केवल एकै छ। वेदले एउटै ईश्वरको पूजा र उपासनाको सन्देश पनि दिन्छ। केवल यो संसारमा भएका जति पनि मत मजहबका पुस्तकहरू छन् ती पुस्तकहरूलाई छोडेर केवल वेद मात्र एउटा यस्तो धर्मग्रन्थ छ, वेद मात्र यो संसारको एउटा मात्रै धर्मग्रन्थ हो, अरू कुनै धर्मग्रन्थ हुन सक्दैनन्। त्यो धर्मग्रन्थ
जसले मा चिदन एद वि शंसत सखायो मा रिशन एत इन्द्रमीत स्तोता वृषणम सचासुते मुहुरुक्था च शंसत भनेर अथर्ववेदमा वर्णन गर्दछ। विद्वान पुरुषहरू, ती पुरुषहरूलाई चाहिँ यो मन्त्रले के भन्दछ भने हे द्विज, हे विद्वान पुरुषहरू हो, हे मित्रहरू हो, जुन व्यर्थको चक्करमा हामी परिरहेका छौँ त्यो चक्करमा नपर। परम ऐश्वर्यशाली परमात्मालाई छोडेर अरू कसैको स्तुति पनि नगर। तिमीहरू सबै मिलेर ऐश्वर्यवान र सुखपूर्वक परमेश्वरकै त्यो परमात्माकै बारम्बार स्तुति गर। तर त्यो स्तुति भनेको नजानेर अथवा अन्धो बनेर होइन, कसैले भनिदिएको भरमा मानेर होइन, त्यसको यथोचित ज्ञान राखेर बारम्बार स्तुति गर, प्रार्थना गर, उपासना गरेर भनेर सिकाउँदछ। स्मरण राख्नुपर्ने कुरा यो छ कि एक एव नमस्यो विच्छुदेह भनेर अथर्ववेद हामीले यो मन्त्र पनि अथर्ववेदमै भेट्न सक्दछौँ, जसको अर्थ चाहिँ सबै प्रजाहरूमा एक ईश्वर मात्र स्तुति र नमस्ते, तपाईँ नमस्कार भन्नुहुन्छ होला, त्यो गर्न, यानि कि प्रेमपूर्वक आदर्शपूर्वक नमस्ते गर्नको लागि योग्य छ भनिएको छ। यो किन पनि हो भन्ने सोच्नुहुन्छ भने भक्तहरू, उपासकहरू भली भाँति जान्दछन् कि न त्वायाम अन्यो दिव्यो न पार्थिवो न जातो न जनिष्यते। यो पनि यजुर्वेद अध्याय 27 को 36औं मन्त्रमा आउँदछ। परमेश्वर अथवा परमात्माले हामीलाई के आज्ञा गर्दछ भन्दा त्यो जस्तो अर्को कोही न स्वर्गलोकमा छ, न पृथ्वीका पदार्थहरूमा छ, न अहिलेसम्म ऊ जस्तो कोही जन्मिएको छ, न भविष्यमा हुनेछ। अब यहाँ त व्यक्तिलाई पुजेर व्यक्तिलाई परमात्मा हो भनेर व्यक्तिहरूले तथानाम गरिदिइसकेका छन्। यानी जो व्यक्ति जन्मियो, जसले दिशा पिसाब गर्छ, त्यसलाई पनि भगवानको क्याटेगोरीमा, परमात्माको क्याटेगोरीमा राखिदिएका छन्। हुन त भगवान फेरि फरक प्रसङ्ग हो, हामीले परमात्माको कुरा गर्दैछौँ, तर त्यसलाई पनि परमात्मा मानिदिएका छन्। मूर्खताको एउटा हदलाई मान्छेले नागिसकेका छन्। केही मानिसहरू इन्द्र, अग्नि, वायु आदि शब्दहरू देखेर भ्रममा पर्छन् र वेदमा बहुदेवतावाद छ भन्ने ठान्दछन्। वेदमा अग्नि, वायु आदि नाम एक परमेश्वरकै हुन्। परमेश्वरका अनगिन्ती नाम छन्। लाखौं हजारौं करोडौं व्यक्तिले हरेक क्षण, हरेक समय, हरेक परिस्थिति अनुसार परमात्माको नाम पुकार्न सक्दछ। तर परमात्मा केवल एकै छ भनेर भुल्न चाहिँ सक्दैन, भुल्न पनि हुँदैन। इन्द्रम मित्रम वरुणमग्नि माहु रथो दिव्ये स सुपर्णो गुरुत्मान भनेर एउटा मन्त्र आउँदछ। एकम सत् दुई विप्रा बहुधा वदन्ति अग्निम एमह मातरिश्वान माहु भनेर ऋग्वेद मण्डल 1 164 सूक्तको 46औं मन्त्रमा आउँदछ। यानी कि जो विद्वान व्यक्तिहरू हुन्छन्, जो ज्ञानको चक्षु खोलिसकेका व्यक्तिहरू हुन्छन्, उनीहरूले अग्निम, यसलाई चाहिँ प्रकाश स्वरूपले परमात्मालाई इन्द्र, मित्र, वरुण र अग्नि आदि नामले पुकार्दछन् भनिएको छ। सोहीलाई, यानी कि उसैलाई गुरुत्मान, महान, दिव्य र सम्पूर्ण भनेर मान्दछन् अथवा भन्दछन्। उसैलाई येम र मातरिश्वा पनि भन्दछन्। विद्वानहरूले एउटै परमात्मालाई अनेक नामले पुकार्दछन्, तर परमात्मालाई जति अनेक नामले पुकारे पनि ऊ हो त एकै। उसको एक रसता, उसको सच्चित आनन्द स्वरूप केवल एकै हुन्छ, त्यसमा कुनै परिवर्तन हुँदैन। मन्त्रमा अग्निम पद 2 पटक आएको देख्न सक्दछौँ। एक पटक चाहिँ
विशेषणको रूपमा, अर्को पटक चाहिँ विशेष्यको रूपमा। जसरी कि तदेवाग्निश तदादित्य स्तदा युस्तदु चन्द्रमः तदेव शुक्रम तद ब्रह्मता आपह स प्रजापति भनेर यजुर्वेद अध्याय 32 को मन्त्र 1 मा आउँदछ। अब यो मन्त्रलाई पनि हामीले हेर्यौं भने जसको चाहिँ परमात्मालाई वर्णन गरिएको छ, जुन मन्त्रमा त्यो परमात्मा नै अग्नि, आदित्य, वायु, चन्द्रमा, शुक्र, ब्रह्म, आपह र प्रजापति आदि हो भनेर त्यो नामले परिचित गर्न खोजिएको छ। यी नामले पनि चिनिन्छ है भनेर यो मन्त्रले यहाँ परमात्माको नाम देखाउँदछ। अब हामी कन्फ्युजन चाहिँ हरेक कुरामा बेला बखतमा हामी कन्फ्युजन भइरहेको हुन्छौँ। तुम ही नह पिता वसो तुम माता शतक्रतो बभुवीथ भनेर यो मन्त्रले पनि परमात्माकै व्याख्या गरिरहेको छ। अधाते सुम्न मी महे अथर्ववेद अध्याय 20 108 को दोस्रो मन्त्र, जसमा चाहिँ परमात्मालाई ये सबैलाई बसाउनेवाला, ये सबैमा बस्नेवाला, सयौं प्रजा र बलले युक्त तिमी नै हाम्रा पिता, पालक र उत्पादक हौ भनेर भनिएको छ। यानी कि तिमी नै माता समान स्नेही शिक्षक हौ भनिएको छ। त्यसैले हामी तिमीबाट सुखको याचना गर्दछौं भनेर बिन्ती गरिएको छ। यानी कि परमात्मा हरेक तवरले हाम्रो हो। हाम्रो मतलब मेरो हो, तपाईको हो, हामी सबैको हो। यानी कि हामीमै निहित गर्दछ। उसमा हामी होइन के, हामीमै ऊ निहित हुन्छ। हामी पनि उसमै निहित हो, तर ऊ विशेष रूपले हामीमा निहित छ। वेदमा सर्वत्र एक ईश्वरकै वर्णन छ। उसैको स्तुति, प्रार्थना र उपासनाको उपदेश छ। ईश्वर नै यो सम्पूर्ण ब्रह्माण्डका एक मात्र सम्राट हुन्, राजा हुन् भनेर यो मन्त्रमा हामीले देख्न सक्दछौँ। सोही क्रममा ऋग्वेद मण्डल 6 को 36औं सूक्तको चौथो मन्त्रमा, मन्त्र 4 मा एको विश्वस्य भुवनस्य राजा भनेर आउँदछ। यानी कि यो समस्त ब्रह्माण्डको स्वामी केवल एकै छ, त्यो भनेको परमात्मा हो, त्यो भनेको ईश्वर हो, त्यो भनेको त्यही ओम हो। गुन्जायमान छ जो ध्वनिको रूपमा छ, ओमकार। सोही कारणले यदि सनातन परम्परालाई यहाँहरूले हेर्नुभयो, शास्त्र अध्ययन गर्ने कोसिस गर्नुभयो र थोरै चिन्तन मनन गर्ने कोसिस गर्नुभयो भने यहाँहरूको चक्षुमा, यहाँहरूको दृष्टिगोचर, यहाँको दृष्टिमा चाहिँ के कुरा दृष्टिगोचर हुन आउँदछ भन्दा परमात्मा एकै छ। परमात्माको नाम भिन्न होलान्, व्यक्ति, भाषा, भूगोल, परिस्थिति अनुसार व्यक्तिले फरक नाम भन्छन्, तर परमात्मा केवल एकै छ। अब त्यसपछि परमात्मा ईश्वर त छ, तर त्यसको मुख्य नाम के हो भन्ने जिज्ञासा पनि त आउन सक्दछ नि। कसैले केही नामले पुकार्छन्, कसैले केही नामले, तर ओम सम्पूर्ण विश्वको प्राण हो भनेर हामीले बुझ्न पर्दछ। सृष्टिको उत्पत्तिको समयमा सबैभन्दा पहिलो सुनिएको शब्द भनेकै ओम हो। अहिले पनि जब अरू कुनै ध्वनि आउँदैन तब यही ओमको ध्वनि केवल ब्रह्म स्रोतले मात्र होइन कि अन्तःकरणले पनि सुन्ने गर्दछ। ओमको उच्चारण हामीले 3 प्रकारले गर्न सक्दछौँ। एउटा त मुखद्वारा दीर्घ स्वरमा हुन सक्दछ, अर्को भनेको नासिकाद्वारा गम्भीर स्वरमा हुन सक्दछ, र अर्को भनेको सधैँ मौन रही केवल हृदयमा ओमको निरन्तर जप गरियो भने ओम अक्षरको जपबाट मुनि अवस्था प्राप्त भई ध्यानावस्था आउन थाल्छ भनेर
ऋषिमुनिहरूको जुन उद्गार छ त्यो चाहिँ हामीले बुझ्नुपर्छ। जस्तो वेदहरूमा ओमकै जप भिन्न भिन्न मन्त्रहरूमा बताइएको छ र परमात्माले वेदमा आफ्नै नाम पनि ओम बताएका छन्। यानी कि परमात्माले वेदमा आफ्नो निज नाम ओम नै बताएका छन्। यजुर्वेदको 40औं अध्यायको 17औं मन्त्रमा ओम खम ब्रह्म भनिएको छ। यानी कि परमात्माको सिधा सरल र निज नाम प्रमुख नाम भनेको ओम हो भनिएको छ, जो सर्वव्यापक छ, सबैभन्दा ठुलो छ, उच्च छ। यजुर्वेद अध्याय 40 को 15औं मन्त्रमा हेर्यौं भने हामीले मानव कल्याणका लागि वेदको आदेश छ कि ओम क्रतो स्मरः, हे कर्मशील व्यक्ति ओमको स्मरण गर, यो नै सबैको लागि सहारा हो, सारथी हो भनिएको छ। यदि हामीले ओमलाई संक्षेपमा बुझ्ने कोसिस गर्यौं भने आखिरमा ओम हो के, हामीले ओमलाई के तरिकाले मान्ने, परमात्माको निज नाम मात्रै मान्ने कि आखिरमा ओम चाहिँ हो के भन्ने त्यस्तो लाग्यो भने ओम भनेको यानी कि परमात्मा भनेको सर्वरक्षक हो, सर्वव्यापक, सर्वगतिकर्ता हो, सर्वप्रकाशक हो, पापनाशक, त्यो सबै कुराको दाता हो, भगवान हो, तृप्तिकर्ता हो, शक्तिमान छ, जो न्यायकारी हुन्छ, जो ऊ श्रोता पनि हो, बुद्धि पुष्टि सुगन्ध दिनेवाला, सत चित आनन्द यानी कि सच्चिदानन्द स्वरूप पनि सोही परमात्मा नै हो। यदि हामीले योगेश्वर भगवान श्री कृष्णको पुरा वृत्तान्त बताउने महाभारत खोल्यौं भने त्यहाँ भगवान श्री कृष्णले गीतामा, वेदव्यासले महाभारत, सबै पुराण उपनिषद र ब्राह्मण ग्रन्थ मनुस्मृतिमा पनि यही ओम नामको उल्लेख गरेको पाइन्छ। उहाँहरूले पनि यही कुरालाई सुझाउनु भएको छ कि ओम क्रतो स्मरः। स्वामी दयानन्दले जो सत्यार्थ प्रकाश अनि ऋग्वेदादि भाष्य भूमिका पञ्चमहायज्ञ विधिमा ओमलाई परमात्माका सबै नाम मध्ये उत्तम नाम बताउनु भएको छ। ओम विशेष गरेर 3 अक्षरले बनेको छ, जो कि अ, उ र म हो। यो अक्षरहरूको समुदाय नै ओम हो। यो 3 अक्षरहरूको समुदाय नै ओम हो। अ, उ र म अक्षर समुदायबाटै ओम बन्दछ। यसबाट अकार, उकार, मकारको बोध हुन्छ, जसलाई बुझ्ने मानिस ऋषिको श्रेणीमा पुग्छ। यसलाई बुझ्नै कठिन काम छ। यदि कसैले बुझ्ने कोसिस मात्रै गर्यो भने उनले फेरि बुझ्न सक्दछ। नबुझेर बाहिरी रूपले मात्रै कोही बहकिन्छ भने उनलाई अलि कठिन हुन सक्दछ। सत्यार्थ प्रकाशमा स्वामीले अकार, उकार, मकारको परिभाषा चाहिँ कसरी गर्नुभएको छ होला त? मैले धेरै ओमको व्याख्या विश्लेषणहरू गुरुहरूबाट, पौराणिक गुरुहरूबाट पनि हेरेँ। मैले नहेर्ने होइन, मैले धेरै हेर्छु ओमको व्याख्या विश्लेषण हेरेँ, तर मलाई त्यति चित्त बुझ्दो चाहिँ भएन। म पनि एउटा विद्यार्थी जो विज्ञान अध्ययन गर्दै थिएँ। मलाई चाहिँ अकार जो विराट अग्नि विश्वको रूपले, उकार हिरण्यगर्भ वायु तेजसको आधारमा, मकार ईश्वर आदित्य प्रजा आदिको रूपमा जसरी सत्यार्थ प्रकाशमा र ऋग्वेदादि भाष्य भूमिकामा स्वामी दयानन्द सरस्वतीले वर्णन गर्नुभएको छ, यसले चाहिँ चित्त बुझाएको हो। योभन्दा दुनियाँको अन्य कुनै त्यो व्याख्या छैन जसले मलाई ओमको अथवा ईश्वरको गुणको चित्त बुझाओस्। वेदहरूमा बताइएको छ कि यी 3 अक्षरहरू परमात्माका विभिन्न गुण, कर्म र स्वभावका प्रतीक हुन्। विभिन्न धार्मिक पुस्तकहरूमा परमात्माका जति नाम छन् ती सबै ओम शब्दबाटै निस्किन्छन् भनिएको छ। यो यस्तो महान शब्द हो जसलाई मानिस मात्र होइन, पशु पन्छीले पनि आफ्ना भाषामा बोल्दछन्। अब एउटा विशेष रूपले जान्नुपर्ने यानी कि हामीले बुझ्नै पर्ने अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि मानव समाजको सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा
यदि भेरी भेरी इम्पोर्टेन्ट धार्मिक ग्रन्थ भनेर हामीले कसैलाई मान्दछौँ भने, धार्मिक स्क्रिप्चर भनेर हामीले कसैलाई बुझ्दछौँ भने त्यो महाभारत हो। महाभारतमा वेदव्यासले भन्नुभएको छ कि ओमको जप तप र ध्यान गर्दा सबै दुःख र जन्म मरणको चक्रबाट छुटकारा मिल्दछ भन्नुभएको छ। ओम यस्तो महान नाद हो जो प्रत्येक मानिसका स्वर रन्ध्रमा गुन्जिरहेको छ भन्नुभएको छ। त्यति मात्र पनि नभएर तन्त्र ग्रन्थहरूका अनुसार सम्पूर्ण ब्रह्माण्डमा ओम नाद गुन्जयमान भइरहेको छ भनेर उल्लेख गरिएको छ। साधनाद्वारा हामीले यस गुन्जनको अनुभव गर्न सक्दछौँ। यानि कि परमात्माको हामीले बोध कहीँ गर्न सक्दछौँ भने त्यो केवल साधना हो, उपासना हो, ध्यान हो। त्योभन्दा अन्य कुनै विकल्प छैन। जति नाचौँ, जति गाउँ, जति यो फलानुले हामीलाई मुक्ति दिन्छ भनौँ नि, केवल मूर्खता मात्रै हो। नजानेर मूर्खता सिद्ध हुन्छ, नजानेर मुक्ति कहिले पनि सिद्ध हुँदैन। त्यसैले प्रत्येक मानिसले दीर्घ आयु, स्वस्थ शरीर, दुःखबाट छुटकारा र सद्भावनाका लागि ओमको उपासना गर्नै पर्ने हुन्छ। यो सधैँ गर्नुपर्ने हुन्छ। यदि ओमको उपासना कसैले गर्दैन भने उसले मुक्ति सम्भवतः पाउँदैन। उसको कर्म, यदि कर्म 100% ठिक छ भने मुक्ति पाउन सक्छ, नत्र स्मरण ओम अति आवश्यक छ। ईश्वर सच्चिदानन्द स्वरूप निराकार, जसको चाहिँ कुनै आकार नै छैन, सर्वशक्तिमान न्यायकारी, जो कहिल्यै अन्याय गर्दैन, दयालु, अजन्म, जो जन्म मरणको चक्रमा आउँदैन, जो जन्म मरणदेखि सर्वथा टाढा छ। ईश्वर अनन्त छ, अनादि छ, जसको आदि अन्त कहिल्यै पनि छैन, हुन सम्भव पनि हुँदैन। जो निर्विकार छ, जसमा कुनै विकार हुन सम्भव छैन, जबकि मानिस शरीर विकारले भरिएको छ। अब यहाँनिर एउटा कुरा के बुझ्नु भन्दाखेरि, कसैले फलाना व्यक्तिले मुक्ति दिन्छ भने एउटा कुरा यो विचार गर्नु, त्यो व्यक्ति जन्मेको थियो कि थिएन, त्यसले दिशा पिसाब गर्थ्यो कि गर्दैन थियो होला, त्यति मात्र विचार गर्नु। त्यसपछि त्यो व्यक्तिलाई कसैले परमात्माको श्रेणीमा अथवा उच्च पदस्थको श्रेणीमा राख्छ भने त्यो मूर्खता मात्रै हो। त्यो वेदले भन्दछ ईश्वर अनादि हुन्छ, अनुपम हुन्छ, सर्वाधार, यानि कि सबै कुराको आधार भएको हुन्छ। ऊ सर्वेश्वर हुन्छ, सर्वव्यापक हुन्छ। त्यो सर्वव्यापक आदि गुणले ऊ परिपूर्ण हुन्छ। मानव शरीर धारण गरेपछि एक स्थानमा बस्नुपर्ने ईश्वर सर्वव्यापी कसरी भनिन्छ होला? व्यक्तिहरूले भन्छन् नि त, ईश्वर सर्वअन्तर्यामी अजर छ, जसको कहिल्यै वृद्धावस्था भोग्नु पर्दैन अथवा हुँदैन, र जो अमर छ, जसको कहिले मृत्यु हुँदैन। तर कसैले के भन्न सक्दछन् भन्दाखेरि अवतार लिनु त्यहाँ चाहिँ मृत्यु हुन्छ। अभय, नित्य, पवित्र आदि गुणले त्यो परिपूर्ण ईश्वरलाई हामीले सीमित बनाउने कोसिस, त्यस्तो दुस्साहस चाहिँ, त्यस्तो दुष्टता चाहिँ गर्न हुँदैन। ईश्वरले अवतार लिएपछि यी सबै गुणबाट वञ्चित हुनुपर्छ र सृष्टिकर्ता कहलिन योग्य ऊ रहँदैन। सोही कारण हामीले फेरि पनि कुनै व्यक्तिले मुक्ति दिन्छ, कुनै विशेष किताबले मुक्ति दिन्छ, अथवा विश्वास गरेको आधारमा मुक्ति मिल्दछ भनेर कसैले भन्दछ भने त्यो कोरा झुट हो। त्यो मूर्खता बाहेक अरू चाहिँ हुन सक्दैन। यस्ता गुणले परिपूर्ण ईश्वरको मूर्ति पनि हामीले बनाउन सक्दैनौँ। यहाँ भगवानका मूर्ति बन्न सक्दछन्, तर ईश्वरका मूर्ति बन्न सम्भव हुँदैन। ईश्वर त निराकार छ, त्यसैले उसको मूर्ति सम्भव हुँदैन। जति जतिका मूर्तिहरू बनेका छन् उहाँहरू महापुरुषसम्म हुन सक्नुहुन्छ, तर त्योभन्दा माथि असम्भव। हामीले यसरी बुझौँ कि वेद सबै सत्य विद्याहरूको पुस्तक हो। सबै सत्य विद्याहरू जति छन् संसारमा ती सबैको ग्रन्थ भनेको वेद हो। सबै प्रकारका जड शक्तिहरू र जड पदार्थ उत्पन्न गरेपछि अनि
सबै प्रकारका पशु पंक्षी उत्पन्न गरेपछि सबैभन्दा अन्तिममा त्यस परमात्माले, परमपिता परमात्मा, त्यो परमेश्वरले अन्त्यमा चाहिँ मानव शरीरको रचना गरेको हो। सृष्टिको आरम्भमा उत्पन्न ऋषिहरूको अन्तःकरणमा परमात्माले वेदहरूको प्रकाश गर्नुभएको हो भनेर बुझौँ। यदि परमात्माले त्यस्तो चाहिँ नगरेको भए अथवा नगर्नु भएको भए अथवा नगरिदिएको भए चाहिँ आज हामी सबै जनावर समान नै हुन्थ्यौँ। यदि आज पनि यदि मानवको बच्चालाई जनावर बीच राखियो भने उसले जनावर जस्तै व्यवहार गर्छ क्या। तपाईले 10 दिन 15 दिन 20 दिन नै राख्नु न, सुरु गरिहाल्छ जनावरको जस्तो व्यवहार गर्न। र ऊ बोल्ने भाषा मान्छेको जस्तो भाषा, तपाईँ हाम्रो जस्तो भाषा बोल्दैन, नेपाली अङ्ग्रेजी हिन्दी यो संस्कृत बोल्दैन, उसले जनावरकै भाषा बोल्न सुरु गरिदिन्छ। जब मानव पृथ्वीमा आयो त्यति बेला उसको चारैतिर केही थियो भने त्यो केवल जनावर जनावर र जनावर थिए। आज पनि यदि कुनै कम्पनीले कुनै यन्त्र बनाई बिक्री गर्छ भने त्यस यन्त्रको प्रयोगका लागि के आवश्यक पर्छ? एउटा म्यानुअल यानि कि एउटा पुस्तिका अति आवश्यक पर्छ। बनाउनेले त बनाइहाल्यो तर सबैले त्यो बनाउने जसरी त जान्न सक्दैन। त्यसैले उसले एउटा म्यानुअल, एउटा पुस्तिका निकाल्छ जसमा त्यस यन्त्रको जानकारी र उपभोग विधि लेखिएको हुन्छ अथवा त्यसलाई उपयोग गर्ने विधि लेखिएको हुन्छ, त्यसलाई कसरी प्रयोग गर्ने भनेर त्यसमा वर्णन गरिएको हुन्छ। संसारका सबैभन्दा ठुला वैज्ञानिक परमात्माले पनि ब्रह्माण्डको पुस्तिका जारी गर्नुभएको भनेर हामीले यति मात्रै बुझ्दा हुन्छ। जसलाई हामी वेद भनौँ, यानि कि जसलाई वेद भनिन्छ। वेद भनेको शुद्ध ज्ञान हो, शुद्ध ज्ञान हो। यसमा सृष्टिमा पाइने जड तथा चेतन पदार्थहरूको र तिनको उपयोग गर्ने पूर्णतः जानकारी छ। यानि कि यो संसारमा हामीले के गर्नुपर्छ, के गर्नु हुँदैन, कसरी जिउनु पर्दछ, कसरी हामी समभावले एक रस्तापूर्वक जिउनु पर्दछ भन्ने कुरा कसैले सिकाउँदछ भने त्यो केवल वेद हो। वेदले यो भन्दैन कि त हिन्दू बन, त यो फलानु बन भनेर भन्दैन। वेदले केवल मनुष्य भन्न सिकाउँदछ। ऋषि दयानन्दको संसारलाई देन भनेको वेदहरूमा वर्णित ईश्वरको प्रामाणिक सत्य स्वरूपलाई उजागर गरिदिनु हो। उहाँले चाहिँ एउटा के कुरा उजागर गरिदिनु भयो यो अन्तिम समयमा आएर भने ओम सर्वज्ञ, यानि कि यो निर्विवाद छ कि मूल वेद संहिताहरू नै संसारका सबैभन्दा पुराना ग्रन्थहरू हुन्, किताबहरू हुन्, पुस्तकहरू हुन्। वेद शब्दको अर्थ नै ज्ञान हो। त्यसैले चार वेद, यजुर्वेद जस्तो ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद ज्ञानका पुस्तकहरू हुन्। यी चारै वेदमा ऋषि दयानन्दका आंशिक र अनेक आर्यवैदिक विद्वानका भाष्य वा टीकाहरू पनि उपलब्ध छन्। पौराणिक विद्वानहरूले पनि नगर्नु भएको होइन, गर्नुभएको छ, तर धेरै जसोमा फेरि उनका चेला चपेटाहरूले मिलावट गरिदिएका छन् र ती गुरुहरूको अपमान ती चेलाहरूले पनि गरिदिएका छन्। शुद्ध रूपमा प्रस्तुत हुनै दिएका छैनन्, केही न केही मिसाएका छन्, केही न केही घुसाएका छन्। धेरै विद्वानहरूले एउटा वेद वा दुई वेदमा पनि जस्तो हिन्दी भाषामा भाष्य तथा ती सबै मन्त्रहरूको अभिप्राय पनि प्रस्तुत गरेका छन्। अङ्ग्रेजी भाषामा पनि वेदहरूको भाष्य वा अनुवाद उपलब्ध छ। अनुवादित गरेका पुस्तकहरू त धेरै नै छन्। वेदबाट सबैभन्दा पहिले संसारका मानिसहरूले ईश्वर, जीवात्मा र सृष्टिबारे सत्य रहस्यको ज्ञान चाहिँ प्राप्त गरेका थिए भनेर अहिलेलाई चाहिँ यति बुझौँ है हामीले। अनि ऋषिहरूले वेदको गहिरो अध्ययन पनि गरेका थिए। यानि कि ऋषिहरूले सम्पूर्ण वेदको अध्ययन चाहिँ यति गहन तरिकाले गरे कि सबैले एक मतले वेदलाई ईश्वर प्रदत्त ज्ञान हो भनेर बुझे। यानि कि उनीहरूको अन्तःकरणमा त्यो कुरा घटित भयो।
जस्तो दयानन्द सरस्वतीले पनि विश्व प्रसिद्ध ग्रन्थ जो सत्यार्थ प्रकाश र ऋग्वेदादि भाष्य भूमिका छ